नमस्ते। यहाँहरूलाई अवगतै होला, हाम्रो देशमा हरेक वर्षायाममा धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले सर्प टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ। तर दुःखको कुरा, यस विषयमा हामीले धेरै कम चर्चा गरिरहेका छौँ। नेपालको तराई क्षेत्रमा, विशेष गरी गाउँ बस्तीमा बसोबास गर्दै आएका हाम्रा निम्नवर्गीय दाजुभाइ तथा दिदीबहिनीहरू सर्पको टोकाइको जोखिमबाट बढी प्रभावित छन्। सर्पको टोकाइबाट बच्न हाम्रो घर वरिपरि सफा राख्ने, भुइँमा नसुत्ने, भुइँमा सुतेमा लाङखुट्टेको झुल प्रयोग गरेर सुत्ने जस्ता सरल उपायबाट हामी बच्न सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सर्पले टोकेको जो कोहीलाई पनि जतिसक्दो चाँडो स्वास्थ्य सेवा सुविधा भएको ठाउँमा पुर्याउनु पर्दछ। रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र अन्य सरकारवालासँगको साझेदारीमा सर्पको टोकाइबाट बच्न र बचाउनको लागि आवश्यक सामग्रीहरू तयार पारी सामाजिक सञ्जालहरूमा राखिएका छन्। साथै पोस्टरहरू सबैका लागि निशुल्क उपलब्ध छन्। कृपया जीवन जोगाउन यी सरल उपायहरूको पालना गर्नुहोस्, ताकि हाम्रो देशमा सर्पको टोकाइबाट कसैले पनि ज्यान गुमाउन नपरोस् र सर्पहरू पनि स्वतन्त्र रूपले बाँच्न सकुन्। रोटरियन साथीहरू, यस सर्पदंश कार्यक्रमको बारेमा बढीभन्दा बढी प्रचार प्रसार गरौँ। साथै सर्पदंशसँग सम्बन्धित पोस्टर, पम्पलेटहरू सम्बन्धित समुदायमा पुर्याउन सहयोग पुर्याउँ। थप जानकारीको लागि स्नेक बाइट प्रोजेक्टको इमेल एड्रेसमा पत्राचार गर्नुहोला।